गाइज यति बेला म दुबईको यो बनियास यो बोट स्टेसन नजिकैमा छु र यति बेला म तपाईहरुलाई देखाइरहेको छु पछाडी एकदमै राम्रो ठाउँ सफा छ एकदमै क्लिन छ वरिपरि सरसफाई पनि त्यस्तै छ यसैगरी फूल बगैँचाहरू पनि यो रोडको बीचबीचमा फूलहरू लगाएर निकै नै आकर्षक बनाइएको छ यहाँहरूले देख्न सक्नुहुन्छ चारैतिर बिल्डिङहरू रहेको छ अग्ला अग्ला भवनहरू तलपट्टि पार्क रहेको छ पार्किङ गाडी पार्किङ गर्नको लागि र यतापट्टि साइडमा यसरी फूलहरू लगाइएको छ हरियाली पनि छ दुबोहरू पनि लगाइएको छ यति सफा रोडहरू छ रोड एकदमै सफा छ त्यसैगरी यतापट्टि यो मस्जिद रहेको छ मस्जिद देख्न सक्नुहुन्छ यतापट्टि हरियाली छ खजुरको रुखहरू पनि कति राम्रोसँग लगाइएको छ यो मेन चोकमा छु म यति बेला यतापट्टि पनि बीचमा फूलहरू लगाइएको छ यो चारैतर्फको चोक हो र चोकको यो बीचमा म उभिएको छु र यो बीच भागमा यसरी फूलहरू लगाएर गार्डन बनाइएको छ रोडहरू यति सफा छ तपाईहरुलाई म देखाइरहेको छु दुबईको हरेक सिटीमा हरेक चोक चोकमा यसरी हरियाली बनाइएको छ पछाडी हेर्न सक्नुहुन्छ यहाँले त्यस्तै हरियाली रुखहरू लगाइएको छ एकदमै सफा सुग्घर र हरेक ठाउँ जहाँ गए पनि हेर्न लायक ठाउँ बनाइरहेको छ एकदमै राम्रो छ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुस् है त